एकजना पापी अपराधी धर्मको नाममा विश्वकै सबैभन्दा अपराधीले गरेको काम भन्नुपर्छ। मलाई मार्छस् न, अन्नलाई त्यसो गर्नु हुँदैन नि त। यति ठुलो कुरा चाहिँ भएछ घटना, यो चाहिँ झापाको। यो जस्तो दुःखद घटना सायद कहीँ पनि हुँदैन होला। म एकचोटि खेतबारीमै गएर यो भिडियो बनाउँदैछु। एकजनाले अर्काको खेत लिएर, अद्या भनिन्छ नि, अर्काको खेत लिएर आधी म खान्छु आधी साउलाई दिन्छु भनेर खेत लिनुभयो। त्यस पछाडि पसिना बगाउनु भयो, उब्जाउ गर्नुभयो। यही जमिनमा यो तोरी फुले जसरी नै उहाँले धानका बालालाई फुलाउनु भयो। धान फल्यो, धान यति फल्यो नि 300 मन धान फल्यो। सोच्नुहोस् त, 300 मन। तर यो धान खानको लागि फलेन। यहाँ पछाडि एउटा परिवार रोएको छ। तपाईँ हाम्रो कुकरमा पाक्ने चामल यही खेतबारीमा ध्वस्त भएको छ। 1 मन 2 मन होइन, 300 मन, करिब 150 मुरी भन्दा धेरै। सोच्नुहोस् त, एकजनाले अर्काको खेतबारी लिएर उहाँको धान भकारीमा गएन, कसले आएर आगो लगाइदियो। अन्तिममा ध्वस्त भयो। घरमा चामल छैन, बजारको चामल खानुपर्ने अवस्था छ। म उहाँलाई भेट्छु। कसको खेतबारी चाहिँ कसको अरे? उहाँ र कसको? उहाँको। अनि उहाँहरू दुईजना। यो पछाडिपट्टि यो भकारीमा राख्नुपर्ने धान खेतबारीबाटै ध्वस्त भयो। यहाँहरूले देख्न सक्नुहुन्छ यो धानको बाला हेर्नुहोस् त, यस्तो भएको छ। यो अवस्था हेर्नु त। यो 1 मन 2 मन होइन, यो मेरो क्यामेरा छेउमा ल्याउँछु। यो धान अन्तिममा यसरी यस्तो भयो। आमा यहाँ आउनुहोस् त। तपाईहरुको कति दिन अगाडि यो यस्तो भएको आमा? यो 10 गते हो। 10 गते है। तपाईहरुले अर्काको खेतबारी रोप्नु भएको थियो? हजुर, अद्या अर्काको ठेक्का दिएको छ। ठेक्का लिनु भएको थियो। उत्तम दास भयो यो जग्गा चाहिँ। तपाईहरुले अनि अर्काको लिएर उब्जाउ गरेर आधी उलाई बुझाउँछु र आधी हामी खान्छौं भनेर पसिना दुःख गरेर यो धानलाई फलाउनु भनेको एउटा परिवार हुर्काउनु बराबर हो। के कारणले यसरी सबै यो भयो त? कसैलाई अब यहाँ 22 वर्षदेखि हामी यहाँ धान राख्ने खमर राख्ने गर्छौं सर। हजुर। कहिले माघमा मल्छ, कहिले फागुनसम्म हामी यहाँ धान मल्छौं। हजुर। तर आजसम्म यस्तो घटना भएको थिएन। अब कसले गर्यो अबदेखि हामी पनि मरिमरामा सुनसरी गर्थ्यो बारास्तर नगरपालिका। हाम्रो कान्छी छोरीको ससुरा खस्नु भएको थियो। हजुर। अनि त्यो काम क्रियामा हामी 13 दिन 12-13 दिन हाम्रो श्राद्ध हुन्छ, भोजभातको कार्यक्रम। हजुर। अनि आइतबार हामी त्यहाँ गयौँ, सोमबार त्यहाँ बस्यौँ। सोमबारकै भोर भन्नु मंगलबार बिहानै हुनुभन्दा पहिले नै यस्तो घटना भयो। कति बजी चाहिँ यो धानमा आगो लाग्यो यहाँलेरी? तपाईको यहाँ भनौँ न 5 बजीतिर भन्नु। 5 बजी, 4:30 5 बजीतिर थाहा पाए। ल म एकैछिन आमासँग एकैछिन। अब त अर्को छिमेकीले आएर हामीलाई भनेछ, छिमेकीले आएर भन्नुभयो भनेछ। हजुर भान्जी यहाँ तपाईहरुको धानमा आगो लाग्यो भनेर। यहाँ म अलिकति यो पछाडिको यो अवस्था देखाउँछु। यो हेर्नु न, यस्तो अवस्था छ त। एक त नेपालका खेतीबारीहरू बाँझो हुँदै गए, उब्जाउ गर्न मल समयमा पाउँदैन। आमा हजुरहरु एकचोटि आउनुस् त यहाँलेरी। आमा यो के भएर कसरी यस्तो भयो होला आमा? अब के जान्नु कसरी भयो। कुनैसँग धेरै झगडा पनि थिएन गाउँमा। अलिकति टेन्सन मात्रै, अलि सिबानाको अलिकति झगडा लडाई केही भएको थिएन। झगडा लडाई केही भएन। तपाईहरुले कति बजी थाहा पाउनु पर्यो आमा यो? हामी त उहाँ थिए, सुनसरी गएको थिए। तपाईहरु खेतबारी यहाँ वरिपरि हुनुहुन्न थियो छोराछोरी घरमा है? छोरा थियो, छोरी थियो, जुवाई। कति मन जति धान फल्थ्यो यहाँ? धान फल थियो नि 150 मन त पाउँथ्यो। उसैले लान्थ्यो 150 मन। 300 मन धान यहाँ गयो। हामी दिनै पाउँथे। अनि सुन्नु न, अनि तपाईहरुसँग अहिले घरमा चाहिँ अहिले धान चाहिँ कति छ तपाईहरुको चाहिँ? जुन मूल धान थियो सबै जलिसक्यो। छोरी लालियाली गरेको थियो, अध्यापट्टि त्यही राखेको थियो छोरी खानालाई। अहिले तपाईहरुको खानाको लागि पनि अभाव भयो? छैन, अभावै भएको छ अहिले। अब छोरी बस्छ छुटेको जस्तै छ, खेतीबाटी गर्छ नि आएर। छोरी त उसको व्यवहार अब छुट्टै गरिदिनु पर्यो नि त। छोरीको धान बेचिसक्यो उसले मारेर। यो त यो भन्दा को अपराधीले चाहिँ यो गर्यो के? यो मान्छेले नै गरेको होला नि हैन? सबैले भन्छ यहाँ पेट्रोल छरेर गरेको। यहाँ प्रत्यक्षदर्शीहरु गाउँलेले भन्थे यहाँ मान्छेले पेट्रोल केही चाहिँ डिजल मेटेरियल जेसुकै छरे पनि आगो 81 4 तिर फैलियो भन्नुहुन्छ। एकैचोटी आगो फैलियो डिजेल या पेट्रोल छर्केर? हजुर त्यस्तै भन्नुहुन्छ यहाँ प्रदर्शीहरु। हामी त थियौँ। अब मान्छेको बदला मान्छेसँग हुन्छ। यो जसले आगो लगायो नि
त्यसले पनि खाने अन्न त यही होइन र? यही हो सर। त्यो त अब उसको पाप उसैले भोग्छ। यहाँ सारा संसारको मान्छे हजारौँ मान्छे आएछ यहाँ, त सबैले त शराब छ नि, अन्नले पनि शराब छ, लक्ष्मीले पनि शराब छ नि त। बरु मलाई मार्छस् न, तर यो अन्नलाई चाहिँ यसो गर्नु हुँदैन नि त। आज थाहा पनि भएन नि अब यस्तो हुन्छ भनेर। अब अर्को वर्ष धान रोपौँला रे। अब त तपाईँहरूको त झन् यो त योभन्दा ठुलो कुरो त के होला र भन्नु त? अब के भन्नुभयो, अब त्यो कसलाई के भन्नु, अब प्रशासनले पनि हामी गुहार गरेको छौँ कि जसरी पनि अपराधलाई पत्ता लगाउनुहोस्। आज धानमालाई भोलि हाम्रो घरमा पनि लाउन सक्छ, बेर छैन होइन त? जसरी पनि अपराधलाई तपाईँले पत्ता लगाएर कारवाही गर्नुहोस् भन्छ। अब हामी भगवान हो कसब, उहाँहरू अब के गर्दै हुनुहुन्छ अब उहाँहरू नै जानुहोस्। अब मोबाइल नम्बर अस्ति टिपेर लानुभएको छ अरे। प्रशासनले त यो अनुसन्धान गरि नै हाल्नुहुन्छ होइन? हामी पनि यही चाहन्छौँ, अनुसन्धान त हुनु पर्यो। यो तर यो कस्तो समाचार, यो खालका समाचार सायदै काहीँ गाउँमा मान्छे सबै ठिकै छ, एक दुईजनाले गर्दा त्यो यस्तै बोलचाल हुँदैछ। छैन उनीहरूसँग त्यही सीमाना बोलचाल विवादले छैन, गर्दा त्यही भएर यति शङ्का नै गर्छ मात्रै, अरू कि त आफूले हामीलाई गर्छ केही छोरी। लाग्दैन। अब नहिर्कन भन्नु पनि कसैले मिल्दैन, दोष लाउन त मिलेन। दोष लाउनु मिल्दैन। यस्तै जितिया कार्यक्रम गरे त्यहाँ पनि गएन, त्यो पनि बोलाउनु पनि यो त धान मात्रै होइन, परालदेखि सबै वस्तुभाव सबैलाई दुःख भयो। अब वस्तुले खाने पराल पनि गयो। यो कति मन अलिअलि पनि जोगिएन? जोगेन सर, पुरा सकाफै भयो त्यहाँ सबै। त्यो धान अलिक डढेको धान त्यहाँ छ, त्यो पनि हेर्छ, खान सक्दैन, गनाएर खान सक्दैन सर। त्यो यसो गरेर सिलासँग लागेर अलिकति मलेको छ, त्यो खान सक्दैन। चामल एक दुई लानु बित्तिकै गनाउँछ, कस्तो ठ्यास धुवा धुवा जस्तो गनाउँछ सर। तपाईँहरूले डेढ कति बिघामा रोप्नु पर्यो? 3 बिघाभन्दा 3 बिघामा। 3 बिघामा रोप्दाखेरि खर्च पनि त्यस्तै हुन्छ। खर्च त सर किसान गर्ने खेती गर्नेलाई 1 बिघाबाट तपाईँको 25,000 भन्दा बढी खर्च लाग्छ सर। अब हामी जानको भरले नि खेती गर्छ, घरमा गर्ने छैन। हजुर, हामी यो खेती तपाईँको 22-23 वर्षदेखि हामी गरिरहेको छौँ। अब यो काट्नेमै लगभग 15-16 हजारको जनायो, काट्न बोझा बाँध्न थुपार्नको लागि सर। तपाईँ कति वर्ष पुग्नुभयो उमेरले चाहिँ? 58 है? 22 साले सर। 22 साले मान्छे कस्तो यो त यो बाँझो खेत, अर्काको बाँझो खेत रोप्नुभयो, उब्जाउ भयो, 300 मन फलाउनु भएको रहेछ क्या धान पनि है सर। यो जग्गाको साउजी फेरिन्छ तर अधिकार फेरेको छैन। हजुर, जग्गा किनबेच हुन्छ नि, त साउजी फेरिन्छ तर अधिकार फेरेको छैन। ए तपाईँहरूलाई नै दिनुहुन्छ? अब के गर्ने अर्को वर्ष यहाँ? अब गर्नै पर्छ, यस्तो के गर्नु, फेरि धानै लाउनु पर्छ। अब अलिअलि घरमा लाउने अनि अब त पेटको उपाय त गर्नै पर्छ नि सर। अब ऋण छ यत्रो, अब 1 लाख भयो त 50-60 हजार ट्र्याक्टरवालालाई दिनुपर्ने छ, अरू जनको छ यताउति सब व्यवहार त आफूले। अब प्रशासनले के गर्ने, अब गाउँपालिकाले खोइ 60 हजार छुट्याएको छ भन्नुहुन्छ। अब जसले 300 मन धान फलायो त्यही बजारको किनेर खानुपर्ने अवस्था भयो। हजुर हजुर, अब भाग्यको दोष भन्नु पर्यो आफ्नो, के भन्नु, कसलाई दोष दिने अरूले होइन? माटोसँग मुछिएर काम गरेर उब्जाउ गरेर फलाएर खाउँला भन्ने बेलामा आगो लगाइदिने। धान पनि कम्ता थिएन, अहिले त 10 कट्ठाभन्दा बढी बासमती छ, कालो बासमती थियो है? हिँड्नु नसक्ने जेल खेतमा पराल छ अहिले। परलहरु कति टेन्सनले काटेको छु, पराल मात्रै बाला छ, बालाहरु मात्रै छ, धानको बाला मात्रै काट्नु भएको रहेछ है? बाला मात्रै काटेको छु। परल सब खेतमा छ। यो त सिङ्गे छ, कहाँ छैन, बाला मात्रै काटेको छु। धान पनि फेरि बासमतीदेखि सबै रोप्नु भएको रहेछ नि त? बासमती छ तपाईको 10 कट्ठा, 1.5 बिघा तपाईको रञ्जित थियो, अनि सरना छ, अनि रामधान थियो, सबै मिलाएर पुरै यसमा थियो 4 खालको। अब तपाईहरुको यो लसलाई हेरिदिने कोही छ यो घाटालाई? अब कसरी भन्नु सर, अब त सरकार, अब सरकारी निकायहरु हामी त अब त्यति थाहा छैन, तर पनि अब हाम्रो गाउँपालिकाले भनेको छ अब भोलि जिल्लातिर जाने योजना छ। अब उता पनि सहयोग हरगुहार गर्ने केही सहयोग हुन्छ कि भन्ने आशले उता जाने कोसिस गर्दैछौँ। अब रात दिन खेतबारीमा मुछ्यो, असारदेखि मङ्सिरसम्म घरका भकारी खाली भए। दर्शकबिन, समाचार पनि कस्ता कस्ता आउँछन् हेर्नु न। मान्छेले मान्छेसँग बदला लिनु स्वाभाविकै हो, तर मान्छेले एउटा जमिनमा उब्जाउ भएको, जसले आएर यहाँ आगो लगाए त्यसले पनि खाना खाएर चाहिँ यही चामलको आएको हुन्छ। तर अब यो खोइ किन हो, यस्ता समाचार चाहिँ नबनाउनु। कसैको दिमागमा कुबुद्धि आउँछ भने नि यति साह्रो चाहिँ नआओस् कि यो
एउटा कृषकलाई रुवाएर एउटा खेतीमा एउटा जमिनमा एक त नेपालका भने नि कृषकहरू आफै रोएका छन्, कोही नाफामा छैनन्। लक्ष्मी हो, अब लक्ष्मीलाई जलायो लक्ष्मीलाई जलाएर हेर्नु न, अब यहाँ बिउ समयमा पाउँदैन, हरेक चिज पाउँदैन, सबै चिजको महँगी हुँदाखेरि धानको मूल्य टाइममा बढ्दैन, बिचौलियाहरूको नाफा हुन्छ, कृषकहरू त्यही घाटामा। भएको जमिनलाई बाँझो राख्नुभन्दा पनि उब्जाउ सिप क्षमता कम भएपछि त्यही। अब उमेरले उहाँको 30 वर्ष 40 वर्षको हुन्थ्यो भने विदेश जानुहुन्थ्यो होला, तर अब उमेरले डाँडा काँडा नागेपछि आफूले जे जानेछ त्यो त गर्नै पर्यो। अब हामी चाहन्छौँ तपाईँहरूको यो सबै घाटा त अब सायद हुँदैन होला। साउले चाहिँ के भन्नुभएको छ? साउले त अब के बोल्नु छ, उहाँ त केही बोल्नुहुन्न। 150 मन उहाँको गयो, 150 साउ तपाईँको। पनि सिधा मान्छे छ, अब हुन त अब चोकमै घर, उहाँ पनि अब त्यति खास राजनीति त्यस्तो अब छैन, खास चासो लिने मान्छे, यताउति कहाँ जानुपर्ने के गर्ने, बिचरा ऊ पनि सिधा मान्छे नै हो खास गरी। सिधा माथि नै चाहिँ किन यस्तो हुन्छ त यो त होइन? हो, त्यो त भगवान् जानोस्। अब हामीले गएर भन्छौँ जता जता जानुपर्छ भने दाजु भोलि चन्द्रगढी जानुपर्छ, ल ल जाउँ त, उहाँले नि भन्नुभयो ल जाउँ दुईजना नि। मलाई यहाँ गाउँपालिकाबाटै भन्नुभएको थियो, साह्रै बिजोग भयो उहाँहरूको। उहाँहरूलाई गर्ने गाउँपालिकाबाट पनि कोसिस गरिराख्नु भएको छ अरे। तर अब यो त एउटा कृषकहरूकै लागि दुःखद कुरा हो नि। यहाँ तलतिर पनि आगो लाग्यो भन्ने सुनेको थिएँ। तलतिर अब वास्तव के त हामी त्यो पनि हामी घरमा थियौँ सर त्यतिखेर। हाम्रो त्यो भन्दा 2 दिन पहिले हाम्रो सन्धि खस्नुभयो, अनि हामी दुईजना बुढाबुढी उता गयौँ। अनि उसको चाहिँ साँझको बेला केसँग कोही भन्छ दियो बत्ती बाल्थ्यो, कोही अगरबत्ती बाल्थ्यो, अब त्यो भगवान् जानोस् कि अब कसैले चुरेट खाएर फ्याँक्यो कि घरको अगाडि नजिकै थियो। अनि यो तपाईँहरूको त यो वरिपरि म देखाउँछु, यहाँ कहीँ घर छैन। यो यहाँ खेतबारी, यो खेतको लागि, यो जमिनको लागि मात्रै हो, यो बस्तीको लागि होइन, या उब्जाउको लागि। दर्शकबिन, यो भिडियो अब सायद नेपालभित्र कृषि मन्त्रालय, कृषकका पीडादेखि लिएर कृषकले भोगेका कुराहरू सुनिदिने निकाय, बुझिदिने, कृषकका आँसुलाई पुछिदिने कोही हुनुहुन्छ भने यो परिवार झापा गौरीगञ्जमा हुनुहुन्छ। बस्नु होला, केही मिलोस् होइन। तपाईँलाई पनि धन्यवाद। अब यस्तो मिडिया त आउनुभएको थिएन, सुरुमा आएको थियो, अब सुरुकै दिन, तर हामीसँग भेटघाट भएको थिएन। गौरीगञ्ज कुन मिडिया आउनुभएको थियो हामीलाई भेटघाट भएन। आज आउनुभयो तपाईँहरूले, तपाईँहरूलाई पनि धन्यवाद। कुन मिडियामा आउनुभयो तपाईँहरू, नातिनु होला है।